रेफले चाहिँ अनफेयर गेम खेलायो भन्दै होइन खेल सकिसकेपछि यस्तो खतरनाक यार लहटी होइन उडी हाने नि केटाहरूले यता हेर्नुहोस् न रेफलाई यता हेर्नुहोस् है त यस्तो खतरनाक उडेर फ्लाइङ कि हानेर रेफलाई पक्कै ढालिदिन्छ रेफले पनि क्या मास्टर माइन्ड लगाउँछ कि ब्रोले त हेर्नुहोस् न डिएस भएको नाटक गरेर हात्ती लिङ्ग पल्टाएर अर्कोले चाहिँ आएर फेरि सिपिआर दिइरहेको हेर्नुहोस् न बगाबग सिपिआर दिइरहेको छ कसैले रेफलाई केही पनि भएको छैन नाटक नगरेको भयो फेरि केटाहरू सबैजनाले अझै धोबी हान्थ्यो रेफलाई होइन धम्म रेफ चाहिँ अलिकति एक्टिङ गर्न पनि सिपालु रहेछ हेर्नुहोस् न क्या मरेको लास बनेर हेर्नुहोस् न सुत्दिरहेको छ केही भएको छैन हेर्नुहोस् न फेरि अङ्कलले चाहिँ सिपिआर दिएको छ चेस्ट कम्पेरिसन के बरु होइन 2 रेस्क्यु ब्रिथ पनि दिएको भए हुन्थ्यो नि रेस्क्यु ब्रिथ दिएको भए चाहिँ हामी मान्थ्यौँ कि उहाँलाई सिपिआर निडेड छ भनेर त्यहाँदेखि त पालक पुलुक हेरेर छ दायाँ बायाँ नि हेरिरहेको छ होइन त मर्या त गर म सिपिआर गरेर त गर्छु भनेर गरिरहेको छ क्या हेर्नुहोस् न ल बेहोसै भयो होइन केही भएको छैन हेर्नुहोस् न ल यो चाहिँ निन्जा टेक्निक हो कि केटाहरूबाट बच्नको लागि हेर्नुहोस् त ल जुरुको उठिरहेको लास्टमा